दुप्चेश्वरको जुन हामी यो दुप्चेश्वर हो हाम्रो नेपालको यो प्रकृतिले दिएको यति राम्रो हराभरा हरियाली र हेर्नुहोस् यहाँ दुप्चेश्वर महादेव चाहिँ यति माथि अनकन्तार ठाउँमा पहाडको बिचमा आएर चाहिँ बस्नुभएको रहेछ। त्यही भएर चाहिँ यहाँ भक्तजनहरू पनि धेरै आएर चाहिँ दर्शन गर्न लागेका छन्। र हेर्नुहोस् त यति राम्रो हरियाली चाहिँ प्रकृतिले दिएको सुन्दरताले भरिएको हाम्रो नेपाल पहाडै पहाड र जङ्गल अनि खोला नाला खोलाहरू हेर्नुहोस् यसरी छ। यो खोला नालाहरू आओ छिटो छिटो आऊ न आऊ। फुलबाट मात्रै अर्डर गर्नु म अघि यहाँ खुट्टै भएर छिरेर यहाँ बाटो दिँदा है मोबाइल हराएको होला।